नामै के छ? रमन्ते योगिन यस्य स रामः। जहाँ गइसकेपछि, जसको नाम लिइसकेपछि, जसको धाम गइसकेपछि, जसको चरण स्वीकार गरेपछि, जसको शरण स्वीकार गरेपछि कोही पनि दुखी हुँदैन, सबै रमाउँछ, त्यो हो राम। सबै खुसी हुनुपर्ने, सबै आनन्दित हुनुपर्ने भए पनि सबै खुसी भए, सबै आनन्दित भए, सबै रमाउन लागे। एकजनाको अनुहार अँध्यारो भयो। कसको भनेको? चन्द्रमाको। किन भनेको 3 महिनासम्म सूर्य निस्किँदैन, होइन? 3 महिनासम्म ठाउँ छोड्दैन। भगवान बल्ल बल्ल पूर्ण मानव सृष्टिमा मनुष्य चोला लिएर आउनु भएको हेरौँ भनेर चन्द्रमा हेर्नुहुन्छ। जबसम्म सूर्य हट्दैनन् चन्द्रले देख्दैन। म देख्न पाइनँ, 3 महिना त बित्यो। चन्द्रमालाई पढो पीर। भगवानले भन्नुभयो, हे चन्द्रमा, तिमी पीर नगर, अर्को जन्ममा म रातिको समयमा आउँछु, तिमी 6 महिना नहस्ताउनु। सूर्य 3 महिना भयो भने तिमी 6 महिना चाहिँ नहस्ताउनु, अनि खुसी हुनु। चन्द्रमा बडा प्रसन्न। प्रभु त्यसो भए त हुन्छ, तपाईँ मेरो समयमा आउनुहुन्छ भने, होइन, म बडा प्रसन्न। अनि मेरो वंशमा, चन्द्र वंशमा त्यसमा पनि रातिको समयमा आउँछु भन्नुभयो भगवानले। चन्द्रमा बडा प्रसन्न। फेरि पनि भन्नुभयो, प्रभु यो जन्ममा चाहिँ तपाईँ आउनुको फाइदा मलाई केही पनि हुँदैन त? केही त फाइदा पाउनु पर्यो नि त यो जन्म। भगवान आउनु भएको छ, सामान्य कुरो हो। भगवान रामले भन्नुभयो, हे चन्द्रमा, यदि तिमीलाई म आउँदाखेरि मेरो दर्शन गर्न नपाएको ठुलो प्रभाव परेको छ भने तिम्रो प्रसन्नताका लागि आजबाट जसले पनि मेरो नाम लिन्छ, मेरो नाम लिँदाखेरि तिम्रो नाम सँगै जोडेर लिनेछ भनेर त्यसपछि भगवान श्रीरामलाई श्री रामचन्द्र सरकार भन्न थाल्यो। श्री रामचन्द्र सरकारको